हेलो गाइज, चटपटे बनाउन लगाएको थियो होइन। मैले भोइस गरेको तर भोइस नै आएन, त्यही भएर मैले भोइस कभर गर्दैछु। अब चटपटे बनाउने इन्ग्रेडियन्टहरू नै त यहाँ छ। मुला, अनि त्यसपछि खुर्सानी, अनि टमाटो, अनि क्युकम्बर, अनि अनियन, त्यसपछि क्यारेट, अनि त्यसपछि धनियाँ। अब हालौँ है त यसलाई एक एक गरी। फर्स्टमा हालौँ, अनि सबै हालेपछि अनि त्यसपछि यो चाहिँ 10 रुपियाँको दालमोठो है, 10 रुपियाँको खुल्ला लिएर आएको, थोरै बनाएर खाऊँ भनेर। त्यसपछि एउटा वाइवाई, अनि त्यसपछि कुरकुरे पनि हालौँ अलिकति मिठोको लागि। अनि त्यसपछि यो 20 रुपियाँको भुजा लिएर आएको थिएँ, थोरै खाने भनेर। अनि यसलाई हालेर होइन, अनि त्यसपछि यसमा वाइवाईको सुप, अनि त्यसपछि स्वादअनुसार नुन, अनि यो गाउँबाट लिएर आएको चुक हो होइन, भरि थियो तर खाँदा खाँदा यति भयो। यसलाई हाल्यो अलिकति, त्यसपछि तेल अलिकति हालौँ है त। अनि त्यसपछि मिक्स गर्ने, यसलाई मिक्स 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 गर्ने। वाउ भने कस्तो दामी देखेको छ होइन। अलि राम्रोसँग देखेको छैन किनभने मेरो क्यामेरा अलि राम्रो छैन। अनि यसलाई मिक्स गरेर अब खाने रेडी भयो।